Hello everyone, welcome back to my channel. आज चाहिँ हामी दुईजना चाहिँ मोमो च्यालेन्ज गर्दैछौँ अनि हामीसँग चाहिँ 40 वटा मोमो छ अनि कसले फर्स्ट सिद्ध्याउँछ नि कसले छिटो सिद्ध्याउँछ त्यही हो च्यालेन्ज आज कोही पनि छैन ल ल हातले खाने कि यसले खाने हाल्ने कि नै पहिला पानी हाल्नु पनि हुन्छ स्प्राइट यो दिस इज स्प्राइट है अनि के यसमा डुबाएर खाने हो यसमा जसरी खाए पनि हुन्छ जसरी खाए पनि यो पनि सकाउनु पर्ने आफ्नो आफ्नो भाग चाहिँ सकाउनु पर्ने कि कसले फर्स्ट स्प्राइट हो है चिसो छ ओहो कस्तो चिसो ल 1 2 3 गो च्यालेन्ज जस्तो हुनु पर्यो भाउजू यसै खानु मिठो कि हो नि भयो च्यालेन्ज जस्तो भएन डामडम हाल्दैन कहाँ भुइँमै खस्यो यो चाहिँ चिकन मोमो हो हेलो मैले बफ भन्न थालेको छ चिकन हो तर बफ पाउनु टोर्नाडो कि के भने होइन पटेटोको के अरे प्रोनाउन्सिएसन टोर्नाडो त्यो पनि त्यहाँ पाउँछ अरे क्या हार्यो भने के खेल्दै जाने अनि त हामी चाहिँ तपाईँ हालिहाल्नुहुन्छ हो मैले यसरी दुईवटा म त त्यही भएर बिस्तारै बिस्तारै हुँदैन त्यस्तो बिस्तारै पनि हो नि त तर अगाउँछ होला के दुईवटा खाइदिन्छु भने सकेन मैले दुईवटा कति खाइसक्यो एकैचोटि एबी भाउजू मेरो अपोनेन्ट होइन है सिकाइराख्नु भएको छ म को भनेर चिनिसक्नु भयो होला अब त मैले भाउजू मेरो इन्ट्रोडक्सन नै गरिदिनु भएन त्यो मैले तपाईँको भिडियो हेरेको थिएँ नि उता हुँदा दादाको इन्ट्रोडक्सन गरिदिनु भएको छैन ऊ र म भन्नु पो सक्यो दादा पनि ऊ म पनि ऊ मेरो पेट अगाउन अब मेरो थोरै छ म धेरै बोलेँ क्या म खान्छु सुन्छ माथिको पेट भरिन लाग्यो उक्कै हुन सरी मुखमा आउँदैन त चिप्लिन्छ मम्मी
नान लगेर होइन म सक्दैन क्या म स्लो खान्छु टट्री चाहिँ खरायो जस्तो हुन लाग्यो क्या मैले त्यस्तो भएको छ Sujana. नानी जस्तो गर्नुभयो तपाईँ यस्तो है यो मेरो हो यो भाउजूको हो मेरो धेरै नै छ तर आई थिङ्क भाउजू गिभ अप गर्नुहुन्छ होला गर्छु होला अगाइसके म सक्दिनँ हामी टाइम हेरेर बासी हुन्छ क्या यति टाइममा चाहिँ कति खाँदो रहेछ भनेर यतिसम्म मात्र मैले जित्छु खै 2 2 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 18 एउटैले त हो म त कति धेरै खाए जस्तो लाग्छ त उही त रहेछ आँखे ल भाउजू ल डोन्ट गिभ अप म खान सक्दिनँ अब हो म जितिगेँ त्यो खाएपछि म जित्छ मैले के गर्ला 2टा राखेँ नि अब यहाँ कति बज्छ अरे 19 वटा थियो होइन मेरो 17 बज्छ नि तब 18 छ नि म जितेँ भन्न लाग्थेँ सक्दैन रहेछ होइन मैले त गिभ अप गरेको छैन मान्छेहरूले कसरी खान्छ मैले त कस्तो कस्तो भइसक्यो ल नसकेकोलाई के पनिसमेन्ट तपाईँले कतिवटा खानुभयो त उसमा चाहिँ म मैले 18वटा 18वटा बजा छ 18वटा खानुभयो होइन मैले कतिवटा खाएँ त उठ्छ क्या 22वटा खाएछु कि मैले जम्मा 30 पनि नै अझ 40 त सक्छ होला भने मान्छे के हेर्दाखेरि त कस्तो सक्छ जस्तै लाग्थ्यो सक्दिनँ बाबुले 30 खाएन म सक्दिनँ अब एउटा पनि खान अब धरहरा बनाउँछु दिदी भने अरे हार्यो भने के गर्ने क्या खै त म हारिसकेँ अरे त्यही त मजै हान्न त उसवासी त न पनिसमेन्ट भएपछि त मैले जितेर पनि के गर्ने र मलाई के पनिसमेन्ट टाउकोमा अन्डा पर्ने भइगयो पनिसमेन्ट के क्या जे भने त्यही मैले जे भने त्यही मेरो जता एक्जाम गरिदिनु छ मेरो पनि गर्छ 1 हप्तामा चाहिँ गरिदिन्छ तर कस्तो त्यो भइसक्यो या निल्नलाई के म त खाएँ सुरुमा त मैले जित्छु जस्तो लाग्थ्यो पछि त के गन्ना जस्तो कस्तो कस्तो भयो बाहिरको मोमो त सक्छु जस्तै लागेको थियो त 2 3 4 5 6 7 8 9 10 11 12 13 30वटा त पुग्या छैन अब 3टा त म पुगाउँछु हेलो हेलो माइक टेस्ट चेक अब भाउजूले पनिसमेन्ट पाउन लाग्नु दादालाई फोन गरेर के पनिसमेन्ट दिए झोल पनि खान म त सकिहाल्छु खेली तपाईँले गिभ अप गर्नु भएको छ त्यही भएर अन्त केही च्यालेन्ज जस्तै भएन त सुरुमा त छिटो खाएर बिस्तारै बिस्तारै खानुपर्ने रहेछ त्यही भएर रेसहरू खेल्ने बेला पनि प्रायः सुरुमै पेलिँदैन भन्छन् क्या पछि थाकिन्छ अनि थाकेको बेलामा अर्को पछाडिबाटको जसले आफूले स्टामिना बचाइरहेको हुन्छ नि त
तर मैले त्यसले जित्छ जस्तो भए पनि खान सक्दैन। त्यही त म त यो त मलाई इजी पिजी हेरेको अझ फर्किसँग नु फर्क गरिसकाइसक्थ्यो होला। त्यो पनि यस्तै हुन्छ होला तर खान त खान्छ। त मैले ढिलो चाहिँ ढिलो खाने रहेछु। ल मलाई टाइम दिनु। टाइम 2 2 4 5 6 7 8 28 भयो। 8 र 2 मिनेट खाना खान सक्छ मान्छेले खान्छ ल 5 मिनेट 5 मिनेट ल 2 मिनेट नै ल तर नसके पनि केही नै है फेरि 8 दि पनिसमेन्ट ल 3 मिनेट उस ल 29 भयो। भर्खर 28 हजुर 29 बाट सुरु के ए ल मैले खाएको निस्केला तर निल्नै धौ लाग्ला जस्तो भइसक्यो। छोडा चाहिँ छ। मैले यही भमिट गर्यो भने के हुन्छ तर साँच्चै त हुँदो रहेछ कस्तो निकै भइरहेको 1 मिनेट पनि आएन। कस्तो म त खानै सक्दिनँ के खाने होला मैले के खान सक्छु खुर्सानी च्यालेन्ज गर्ने अरे के त्यो म सक्दैन त्यो मम्मीसँग गर्नु होला डल्ले खुर्सानी 1 मिनेट भयो सक्छ। कचौडी मेरो मात्रै बाँकी बच्यो ल मोमोको सट्टा मैले नाटक गर्छन् होला भने सोच्थेँ भिडियोमा तर मैले पनि कस्तो जाबे यति खाइहाल्छन् जस्तो लाग्थ्यो कि जहिले पनि कस्तो खा हुन्छ त मान्छे एउटा मान्छे 100 वटा खान्न र खोइ खा हुन्छ त भरे त पेट दुख्छ अनि मान्छेहरूको उनीहरूले कसरी चाहिँ पचाउँदो रहेछ मलाई त वाक्कै आउनलाई झन्डै मरिन मलाई त्यस्तै भएको तर खै मलाई कसले खा भनेको छ त मेरो पनि यहाँ यत्रो भयो मेरो पेट त एकैछिनमा झोल पनि सकेछ झोल त मैले खाइहाल्छु मेरो चाहिँ झोल पनि आधी बाँकी छ यहाँ 2 मिनेट भयो यति केही नखाएपछि खान्थेँ होला मैले 2 मिनेटमा पनि मैले यस्तो निनै धो लाग्ने अवस्थामा त यो पनि गाइज आई विन 40 वटा खायो नि यस्तो हुँदो रहेछ 40 वटा मात्रै भन्ने सुनिँदो रहेछ तर खाना त आम्मा मेरो पेट यहाँ यस्तो टाइट भएको छ नि भोलि बिहान एक्जाममा त पुरा म्यागोटी टोइलेट बनाइदिएँ कि म दादालाई फोन गर्छु जसले मकै बारी डर्याम फेरि त्यो त गर्न सक्छु बाबालाई सक्छु ल बाबालाई र दादालाई है त ल लिरिक्स थाहा छैन होला म लिरिक्स के लेखाल्छु भन्ने रे केही नगर्ने फोन यसरी भिडियो कल गर्ने अनि त्यसपछि मकै बारी डर्याम सुरुमा के भन्छ त्यही भन्ने पहिला सुरुमै दादालाई है ल यत्रो गीत गाउँदासँग त मान्छेले के बोल्छ ल भिगी र भिगी रात मीठी मीठी बात
अब भीगी भीगी रातों में मीठी मीठी बातों में ऐसा लगता है मुझे मकई बारी भयो कि गर्नुहुन्छ रोएर केही छैन राख्नु फोन भयो राख्दै म राख्दै दादा ल वान्स मोर ल न मकै बारी डराम डराम हरियो काँक्रा गराम गराम त्यो ओइ भन्ने बेला चाहिँ के हुन्छ रहेछ सारी लानु आयो भन्ने ल ल साडी लाएर आए भने कालो चस्मा लाए भने पक्कै ढल्छ केटो डराम डराम ल हरियो काँक्रा कर्याम कर्याम मकै बारी डराम डराम सक्यो यो त के हो उही पनि छ त यहाँ भयो कि अब बाबालाई सिरियस भएर है ल नहाँसेर है मेरो त आँसु नै आयो अहिले बाबाले म अहिले अफिसमा छु काममा छु सिरियस भएर भाउजू ससुरा बुवा लाइक भीगी भीगी रातों में मीठी मीठी ऐसा लगता है मुझे डराम डराम मकई बारी कराम कराम सुरबाट के भाइ छिटो भीगी भीगी रातों में मीठी मीठी बातों में ऐसा लगता है मुझे डराम डराम मकई बारी कराम कराम हरियो काँक्रा कराम कराम पनिशमेंट हो गया मेरो पनिशमेंट मेरो पनिशमेंट हो कि खान नसकेको मोमो खान यहाँ हाई भनिदिनु भाउजूको च्यानलमा हाई भन्नु के भाउजूको च्यानलमा यो पनि देखिनु ल हाई भनिदिनु यहाँ राख्यो म फोन राख्यो है फोन बाबाको रियाक्सन चाहिँ खतरा दादाले थाहा पाइहाल्नु भएछ कि दादालाई थाहा थियो नि त अब भाउजू धेरै हाँसेर के नहाँसे बासी अब मलाई हाँस उठिहाल्छ हरियो गर्नुहुन्छ अनि फेरि सुरुमा नहाँस भने बाबासँग यस्तो हेरा त के भयो कति हेर्नु गर्नुभयो ल अब इडनिङ गर्नुहोस् ल सक्यो यो पनि दुख्यो क्या हाँसेर बाई बाई यति मात्र बच्यो मेरो चाहिँ कतिवटा त्यही त हो त्यहाँ खाइ 18वटा बच्यो यो अनि मेरो पनिसमेन्ट पनि भयो आजलाई यति नै अब